Hello friends, good evening. Once again welcome back to my vlog. र तपाईले यहाँनेर देख्नुहुँदैछ यो इन्भर्टर है, माइक्रोटेक इन्भर्टर यहाँनेर चाहिँ सोलेन्सको ब्याट्री र आजभोलि चाहिँ प्रायको घरमा चाहिँ अब लाइटको लागि चाहिँ अब इन्भर्टर राखेकै हुन्छ, इन्भर्टरसँग चाहिँ ब्याट्री पनि हुन्छ। र अब हामीले याद गर्नुपर्ने चाहिँ के हो त भन्दाखेरि चाहिँ ब्याट्रीमा चाहिँ इन्भर्टरको ब्याट्रीमा चाहिँ पानीको लेभल है घटेको छ कि छैन यो चाहिँ चेक गर्नुपर्ने चाहिँ यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो। र यो कसरी चेक गर्नुपर्ने है, यदि पानीको लेभल चाहिँ घटेको छ भने चाहिँ कसरी अब पानी एड गर्नुपर्ने है, कुन चाहिँ पानी लाउनु पर्ने यसमा है, यो कसरी खोल्नुपर्ने, नर्मल वाटर लाउनु पर्ने हो कि अरू नै वाटर लाउनु पर्ने, पानी लाउनु पर्ने हो है, यो अब नलेज हुँदैन कतिलाई, त्यसले गर्दाखेरि चाहिँ दुःख पाइन्छ साथी। र यस्तो दुःख नपाओस् भनेर चाहिँ मैले एउटा छोटो भिडियो बनाएर उपस्थित भएको छु साथी। यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनुहोस्, लाइक कमेन्ट गरिदिनुहोस् अनि धेरैभन्दा धेरै सेयर पनि गरिदिनुहोस् अनि अन्तिममा मेरो फेसबुक पेज कान्डा एसबी लिम्बुलाई फलो गरिदिनुहोस्। र साथीहरु हामीले चाहिँ इन्भर्टरको ब्याट्रीको पानी फेर्नुभन्दा अगाडि यो चारवटा मेन पोइन्ट्सहरु हेर्नुपर्छ। हेर्नुहोस्, यो दुईटा चाहिँ नेगेटिभ र पोजिटिभ, यो चाहिँ तपाईले देख्नुहुन्छ यहाँ जोडिएको हुन्छ हैन। त्यहाँदेखि यो दुईटा छ, यो एउटा यो चाहिँ गएर सिधै गएर चाहिँ यहाँनिर हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले डिस्कनेक्सनको लागि सबैभन्दा अगाडि यो स्विचलाई हामीले अफ गर्नु पर्यो, त्यहाँदेखि यो प्लग यसलाई निकाल्नु पर्यो, यो र यो डिस्कनेक्ट भइहाल्यो। त्यहाँदेखि चाहिँ यो दुईटा छ, यो दुईटा चाहिँ यहाँनिर देख्नुहुँदैछ, यहाँनिर नेगेटिभ पोजिटिभ र नेगेटिभ, यसलाई खोल्नु पर्यो। खोलेर चाहिँ लास्टमा गएर चाहिँ फेरि यहाँनिर चाहिँ इन्भर्टरको स्विच छ, यो स्विचलाई पनि अफ गर्नु पर्यो। टोटल डिस्कनेक्ट भयो, यो चाहिँ आफ्नो सेफ्टीको लागि हो साथी हो। आफ्टर द्याट चाहिँ अब हामीले यहाँनिर चाहिँ पानी भर्न सकिन्छ। पानी भर्दाखेरि अब हामीले यो खोलेर पनि एन्टी क्लकवाइज घुमाएर पनि हामीले खोलेर यहाँ पानी भर्न सकिन्छ। तर एउटा समस्या छ, यो पानी चेक गर्नुको लागि फेरि यो हाल्नै पर्छ, यो रातो लेभल यो सर्छ नि त साथी हो। र कति पानी पस्यो अब कति भर्नुपर्ने हो यो हाल्नै पर्छ। त्यसले गर्दाखेरि समस्या हुन्छ भनेर चाहिँ यो खोल्न सकिन्छ। यो देख्नुहुँदैछ नि, यसको लागि यो प्रत्येक खोलेर चाहिँ यहाँनिर पानी थप्दै गयो भने चाहिँ हामीले यहाँदेखि चेक गर्दै गर्नु पर्यो। पानीको लेभल कम्ती छ भने यो रातो रेड लेभल चाहिँ तल हुन्छ र जति हामीले पानी थप्दै गयो त्यति नै यो रेड लेभल चाहिँ उठ्दै गयो। अहिले देख्नुहुँदैछ मैले हिजो मात्रै यो फेरेको हो, त्यसले गर्दाखेरि चाहिँ सबै ओके छ, पानी एकदमै फुल छ ब्याट्रीमा। हेर्नुहोस्, यो रातो लेभल चाहिँ टपमा छ। हिजो चाहिँ तल फेदमा थियो, त्यतिमा थियो, मैले पानी ल्याएर थपेँ है, डिस्टिल वाटर मैले आफै चाहिँ गरिनँ किनकि यो खोल्ने सामानहरू थिएन। यो सामानहरू हुनुहुन्छ म आफै गर्थेँ साथी हो। त्यसले गर्दाखेरि चाहिँ मैले सानो मान्छे ल्याएर चाहिँ मैले गर्नु लगाएँ, आफै गर्न सकिन्छ साथी हो। यो हेर्नुहोस्, लास्टमा यो खोलिसकेपछि अन्तिममा यसलाई फेरि कनेक्ट गर्नु पर्यो। कनेक्ट गर्दाखेरि अब तपाईँले फर्स्टमा यो कनेक्ट गर्दा भयो, त्यहाँदेखि यो पनि कनेक्ट गर्नुहोस्, यो दुइटै नेगेटिभ पोजिटिभ है। त्यहाँदेखि चाहिँ यो कनेक्ट गर्नु पर्यो है। त्यहाँदेखि चाहिँ स्विच अन गर्नु पर्यो। त्यहाँदेखि अघि हामीले इन्भर्टरको जुन चाहिँ स्विच अफ थियो यसलाई हामीले अन गर्नु पर्यो। यो अहिले अन छ, यो ब्लू गरिरहेको छ है, यो गर्नु पर्यो। यति नै हो साथी हो, हामीले गर्नुपर्ने चाहिँ यति चाहिँ जानेको छ भने चाहिँ यो ब्याट्रीको पानी चाहिँ हामीले आफै फेर्नु सकिन्छ। र साथी हो, जब टोटल्ली डिस्कनेक्ट भइसकेपछि चाहिँ अब त्यो स्टिकहरू देख्नुहुँदैछ नि, यसरी खोल्नुपर्छ एन्टी क्लकवाइज घुमाएर। हेर्नुहोस् त, 6वटामा 2टा खोलिसकेको छ, पानी पनि थप्दैछ। तर यहाँबाट पानी भर्दाखेरि अलिक समस्या हुन्छ है, पानी कति भरिन्छ त्यो चाहिँ याद पाउनुको लागि त्यो स्टिक फेरि हाल्नुपर्छ। त्यसले गर्दाखेरि त्यो स्टिकको मास्तिर आफ्नो त्यहाँनिर चाहिँ फेरि यहाँनिर पानी हाल्ने ठाउँ हुन्छ साथी हो। त्यो चाहिँ अब कोइनको हेल्पले चाहिँ खोल्दा पनि हुन्छ, पैसाले त्यो खोलेपछि यसरी पानी भरिन्छ। आफ्नो हुन्छ है, एक ठाउँ हाल्दाखेरि अरू ठाउँ पानी जाने होइन, आफ्नो हुन्छ। हेर्नुहोस् त, पानी भरिँदैछ, त्यो रातो पोइन्ट चाहिँ उठ्दैछ माथि, टपमा जाँदैछ, तपाईँले देख्नुहुँदैछ। अब अर्को हेर्नुहोस् न, त्यो रातो बिचमा छ है। अब पानी भरिँदै गएपछि चाहिँ त्यो रातो पोइन्ट चाहिँ उठ्दै जाँदैछ। हेर्नुहोस् त, हेर्नुहोस् त, जब पानीको लेभल घट्छ ब्याट्रीमा है, त्यो रातो पोइन्ट चाहिँ तल फेदतिर आउँछ। हेर्नुहोस् त, त्यो पनि माथि पुग्यो पानी भरिँदै गएपछि। अब यो पनि हेर्नुहोस्। र यसरी चाहिँ पानी चेक गर्नुपर्छ साथी हो। यो आफैले गर्दाखेरि पनि हुन्छ है, अलिकति टुल्सहरू यो खोल्ने टुल्सहरू छ भने। हेर्नुहोस्, अब यो गरिसकेपछि चाहिँ सबै टपमा देख्नुहुँदैछ नि, भन्नु मतलब चाहिँ पानी एकदमै फुल छ। पानी फेरि जुन चाहिँ नर्मल वाटर होइन, अब डिस्टिल वाटर लाउनुपर्छ। त्यो भइसकेपछि अब सबै त्यो अघि खोलेको बिर्कोहरू हाल्नु पर्यो। त्यहाँदेखि अघि जुन कुराहरू डिस्कनेक्ट गरेको थियो त्यसलाई फेरि कनेक्ट गर्नु पर्यो
र यति थाहा छ भने चाहिँ भइहाल्यो साथी हो।